अन्ततः एसएमसी एपमा फस्नु भएन साथीहरू। मैले विगतमा भिडियोहरू बनाएको थिएँ, धेरैजनाले राम्रो भन्नुभएको छ, कतिपयले गाली पनि गर्नुभएको छ। तपाईँ गलत छ, तपाईको बुझाइ गलत छ, थोरै बुझाइरहेछ सर तपाईको। यत्रो आधुनिक जमानामा 21औं शताब्दीमा आइटीको जमानामा पनि तपाईले अनलाइन अर्निङको एउटा माध्यमलाई विरोध गर्नुभयो। यो एसएमसी गलत होइन भनेर कतिपयले मेसेज गरेर पनि गाली गर्नुभयो। अब आज त फस्यो होइन साथीहरू, 33,800 फस्यो यहाँहरुको। अब कुनै उपाय छैन। अब यहाँहरुले कसरी उठाउनुहुन्छ? न त यो कम्पनी नेपाल सरकारमा दर्ता छ, न कुनै आधिकारिक ढंगले यो चलेको छ, न समाउने ठाउँ छ, न टेक्ने कुनै आधार छ। त्यसले गर्दा यस्तो खालको एपहरुमा लगानी गर्नु हुँदैन। यो डिजिटल ठगीको विभिन्न माध्यमहरु, विभिन्न स्वरूपहरु आइरहेको हुन्छ। 21औं शताब्दीमा सूचना र प्रविधिको, आईटीको, आईसीटीको, इन्फर्मेसन एन्ड कम्युनिकेसन एन्ड टेक्नोलोजीको विकाससँगै विभिन्न खालको स्वरूप बदलेर चाहिँ ठगीहरु आइरहेको हुन्छ। त्यो सँगै यहाँहरुले त्यो चाहिँ एकदमै बुझ्नुपर्छ। अहिले एउटा उदाहरण मात्रै हो, सयौं खालको यस्ता खालका ठगी, डिजिटल ठगीहरु, डिजिटल धन्दा, कहिले चिट्ठाको नाममा, कहिले चाहिने विभिन्न लगानीहरुको नाममा यहाँहरुलाई फसाइरहेको हुन्छ। यहाँहरुले पहिलो कुरा त आधिकारिकता के चाहिँ नेपाल सरकारमा दर्ता भएको छ कि छैन, मोबाइलहरुमा एप स्टोर, प्ले स्टोरबाट चल्छ कि चल्दैन, उसको आधिकारिक वेबसाइटहरु छ कि छैन, रजिस्टर्ड कम्पनी हो कि हैन, एकदमै बुझ्नुपर्ने हुन्छ। व्यक्तिसँग कारोबार गर्ने कुरै भयो। अब यहाँहरुसँग कुनै उपाय छैन, फस्यो यहाँहरुको पैसा। अन्तिम एउटा उपाय बाँकी छ, त्यो म तपाईहरुलाई बताउँछु। तपाईहरुको पैसा जसको फसेको छ, तपाईहरुले कोबाट रिफर हुनुभयो, कसले तपाईलाई रिफर गर्यो, कसले बन्नलाई उत्प्रेरित गर्यो, कसले बनायो तपाईलाई, अब उसलाई माग्ने हो त्यो पैसा। दिएन भने कानुनी कारबाही गर्ने हो। किनभने तपाईलाई बनाउने मान्छेहरुले त फाइदा लिइसकेको छ नि त, आफ्नो सामाबाट पनि माथि पुगिसकेको छ। त्यो कारणले उहाँहरुबाट फिर्ता माग्ने हो। मैले तपाईलाई एडभाइस राखेँ र आगामी दिनहरुमा यस्तो खालको स्क्यामिङहरुबाट बस्नु होला। यो राम्रो होइन। धन्यवाद।